के बनाएको? Mandala. Inside Shiva and Mandala. Oh, nice. Nice? Yeah. Thank you. Hey guys, this is my again one awaited drawing mandala art हो. मलाई फुर्सदमा मण्डला आर्टहरू गर्न मनपर्छ अनि नाच्न पनि मनपर्छ एन्ड दिस वान इज माई अवेटेड पेन्ट है अनि मैले यो मण्डला आर्टहरू चाहिँ अलमोस्ट मेरो सिद्धिसक्यो अब मैले बिचमा शिवजीलाई कलर गर्न मात्र बाँकी छ अनि मैले यसपालि चाहिँ जेल पेनहरूले कलर गर्ने डिसाइड गरेको छु त्यही भएर मेरो टेबल थोडा अलिक मेसी छ अनि अब मेरो ड्रइङ सिद्धिसकेपछि म फेरि युट्युबमा हाल्नेछु अनि मैले चाहिँ डिटेलहरू कस्तो कस्तो युज गरेको छु भनेर म पछि तपाईँहरूलाई कसरी मण्डला आर्ट स्टार्ट गर्ने भनेर पनि म सिकाउने छु मेरो प्यासन चाहिँ ड्रइङमा भर्खर 2-3 इयर्सदेखि मात्र मैले स्टार्ट गरेको एन्ड म जब मसँग फुर्सद हुन्छ म आर्ट गर्छु है अनि द क्यामराम्यान इज माई सन राइट नाउ अनि म यो पुरा भइसकेपछि फेरि हजुरहरूलाई डिटेल मैले के काम गरेँ कसो गरेँ म हजुरलाई देखाउने छु थ्याङ्क यू फर वाचिङ हाई गाइज अब म चाहिँ मेरो यो मण्डला अलमोस्ट रेडी भयो अब म चाहिँ यहाँ शिवकोमा सेडिङ गर्दैछु कलरले मैले ब्लू डार्क ब्लूहरू लिएको छु कलरहरू डार्क ब्लू म सेडिङ गरेर होइन अनि मैले हेयरमा ब्ल्याक होइन अनि घाँटीमा रुद्राक्षमालाहरू छ म यो सबै सेडिङहरू गर्छु मैले प्र्याक्टिस पनि धेरै गरिसकेँ सो किनकि मण्डलाको मलाई आइडिया थियो बट मैले सेडिङ चाहिँ फर्स्ट टाइममा गर्दैछु सेडिङहरू लेयरिङहरू कसरी गर्ने विथ पेन्सिल कलर भनेर म सिक्दै पनि छु गर्दै पनि छु अनि मेरो मैले फाइनल बनाइसकेपछि आई विल चेक इट आउट एन्ड आई विल सो यु अन माई भिडियो सो अहिले चाहिँ म यहाँ लेयरिङ र कलरिङ सेडिङ कसरी गर्ने म सिक्दैछु थ्याङ्क यू हेलो अब मेरो यो ड्रइङ फाइनली कम्प्लिट भएको छ हेर्नुहोस् मैले खालि शिवजीलाई इनसाइडमा राखेर मण्डला ड्र गरेको छु इट्स अल मैले आफै ह्यान्डले यो के अरे जेल पेनले गरेको हो एन्ड मैले कलर चाहिँ पेन्सिल कलर युज गरेको छु शिवजीको लागि मैले यहाँ चाहिँ नगर्ने युज गरेँ मैले यसमा यहाँ डिटेल साँपको आई मिन साँपको लागि चाहिँ मैले खालि फेस चाहिँ निकालिनँ बडी चाहिँ साँपको निकालेको छु इयरिङ भयो चन्द्रमा भयो रुद्राक्ष गरेर मैले यो सेटअप रेडी भयो मेरो अब म यसलाई चाहिँ फ्रेममा गर्छु म फ्रेमको बेला पनि कसरी गरेर कसरी सजाउँछु म हजुरलाई देखाउँछु हजुर एकचोटि मेरो कति टाइम लाग्यो त हजुर यो बनाउन मलाई यो बनाउन अलमोस्ट 3-4 मन्थ्स लाग्यो किनकि मसँग हप्तामा जम्मा 2-3 घन्टा मात्रै विकेन्डमा म भ्याउँछु अरू त काम हुन्छ होइन अनि त्यही सदुपयोग गरेर मैले यति बनाएँ दिस इज माई हबी प्यासन है मलाई एकदम रमाइलो लाग्छ ड्रइङ गर्न एउटा खुसी मिल्छ अनि साउनको महिनामा ग्रिन ड्रेस लगाएर शिवजीको मूर्ति बनाएर यो सँगै हो कि साउन्डमै कम्प्लिट गर्छु भन्ने टार्गेट थियो त्यस्तो त थिएन तर साउन्डमै कम्प्लिट चाहिँ भयो यो शिवजीकै आराधनाले होला म शिवजी भगवान्लाई एकदम मान्छु मेरो पशुपतिनाथलाई अनि जे होस् शिवजीको कृपाले साउन्डमै कम्प्लिट गर्यो अनि थ्याङ्क यू फर वाचिङ म यसमा फ्रेममा ओम नमः शिवाय जय फ्रेम गरिसकेको छु मेरो यसभन्दा अगाडि मैले यो खालको डिजाइनको गरेको थिएँ मण्डला यसमा चाहिँ मैले डेट लेखेर राखेको थिएँ यो गरेको थिएँ मैले अब अहिले यो आफ्टर 2 इयर्स मैले यो बनाएँ अब म यसलाई त्यसमा त्यहाँनिर सजाएर राख्छु अलिकति रहेछ नि त हजुर माथि हो नि